अनि त्यहाँ विशेष दिनु परेन र विशेष भाइको आमा चाहिँ उहाँ हुनुहुन्छ लाइट बाल्दिन त मसँग छैन र मैले नि अघि नै के अरे उसलाई मासु ल्याइदिएँ सकियो र उहाँ चाहिँ भाइको ठुलो मम्मी काइली ठुलो मम्मी उहाँ चाहिँ भाइको आमा उहाँ चाहिँ माइली दिदी र उहाँ चाहिँ काइली दिदी मिस्कल हानेर र उहाँ चाहिँ काइला भेना र उहाँ चाहिँ काइला भेनाको छोरी र पोको पारेर यस्तै छ गाइस भेना केक खानु आउनु केक खानु र उहाँ चाहिँ र भाइको हातमा पैसा नअटेको कारणले गर्दाखेरि भेनाकै तरिकामा दिनु पर्यो नि र उहाँ चाहिँ कान्छीलाई दिनु ठुल्ठुलो हात छ मेरो त देख्नु सक्छु नि खाएको गाई गर्छ मेरो बर्थडे आउँदैछ खोइ त अनि रसिका दिदी आउनु परेन केक धेर खानु हुँदैन गएर 3-4 चोटि खाइसक्यो केक नानीले खादै खाएन मैले पनि खाएको खाएँ ल तपाईले भन्नुभयो खाँदैछ होला भन्दै तँलाई धेरै भयो भन्दै गाइस केक खाइयो आज र यो घरमा कोकोले दामी छ दामी सोध न अब दिदीले होला दामी भयो अघि भेटिछ उसले त यो त्यसो त कसै नि अब यो हाम्रो हो नि सबैतिर मलाई त दिनु भएको छ र भाइको काइला ढोल फुल भएको तिरको दिदी उता भित्र खोइ पर्दैन आउँदैन भन्थ्यो दे आउने भन्दैन त कल गर्न भन्नु फेरि छ अहिले यहाँ पैसा न सैसा मान्छे कोन दिन्छ मेरो खाऊ न र चतराको राको अरे चतरा बढाउने दाइ